ओहो हो यही बेला पिसाबले चेप्नु परेको ड्याङ ड्याङ दिन्छ जाडोमा च्यापेछ यसलाई पिसाबले कोही छ कोही पनि रहेनछ भित्र आइडिया लगा केटा के खोज्छस् खानु आँखा त्यो बाइकवालालाई मुर्गा बनाउनु ए भाइ भाइ सुन्नु न त्यहाँ मैले मेरो गाडी पार्किङ गरेर यसो त्यहाँ काम थियो गएको थिएँ कि चाबी कहाँ खसाएछु मेरो अर्को चाबी घरमा छ मलाई एकछिन हेल्प गर्नु न पुऱ्याइदिनु न ए दाइ म एकदम हतारमा छु के म त भ्याउँदिनँ यार है तेरिका यति राम्रो मान्छे यार मान्छेलाई पर्दा नै हो क्या हेल्प गर्ने भनेको सुन्नु न ओहो भाइ म त खोइ आम्मा हिरो हुनुहुँदो रहेछ नि त भाइ म त फिल्मी क्षेत्रको मान्छे हो कि यहाँ सुन्नु न बरु नि तपाईँ मेरो गाडी यहाँ पर्खिँदै गर्नु मलाई बाइक दिनु म चाबी झट्टै लिएर आइहाल्छु भाइलाई म फिल्म खेलाउँला ल ए दाइ कहाँ त्यसरी मलाई कहाँ पुग्नु पर्ने 60 लाखको गाडी त्यहाँ रुम दिनुहोस् न भाइ प्लिज काम लाग्ने मान्छे हो म एकदम तपाईँ गाडी कुदाउनु हुन्न ल गाडी कुदाइन पनि सिकाइदिन्छु म ल भाइ है त एकैछिन दिन त म पुगेर आइहाल्छु ती पर चाबी लिएर दाइ मेरो गाडीमा ल एकदम छिटो आउनु पर्यो 5 मिनेटमा आउँछु भाइ लु त दिन त 5 मिनेटमा आउँछु है त भाइ दाइ छिटो आइहाल्नु है ल बल्ल शान्त भयो ओहो गाडी त निकै ठुलो रहेछ फिल्म पनि खेलाउँछु भनेछ सिकाउँछु पनि भनेछ फिल्म खेलायो भने त त्यो गाडी त म पनि चढिहाल्छु नि अनि यो कुन चाहिँ मान्छे हो के गर्दैछ मेरो गाडीमा ओ भाइ पागल हो कि क्या हो छोड मेरो गाडीमा भर्खर यो गाडीको चाबी लिउँछु भनेर मेरो बाइक लिएर गइरहेछ चाबी लिनुलाई कस्तो तालको मान्छे यो गाडीको मालिक म हुँ चाबी त मसँग छ अहिले म एकछिन पर्खिनु त्यो मान्छे आउनु दिनु यो गाडीको मालिक म हुँ चाबी यहाँ चाहिँ कस्तो तालको मान्छे आउँछ यार तपाईँले त्यतिकै मेरो गाडी भन्दा हुन्छ उसले यहाँ मेरो बाइक लिएर गएको छ तिमी के गर्नुभएको ल कस्तो तालको म कुदाएर देखाइन्छु यार मेरो गाडी हो त्यसरी कहाँ हुन्छ एकछिन त्यो मान्छे आउनु दिनु यहाँ पर्खिनु बाइक साइडमा जान्दिनँ तिम्रो उसको पर्खेर बस्छु क्या म एकछिन पर्खिनु परेन गाडी त गयो त अनि मेरो बाइक ल ठगिएछु नि